वहाँ देखा है। इसका क्या हुआ है भैया? इसको बोलजन किया हुआ। बोलजन इसलिए खटा खटा कर रहा है। आवाज तो उधर साइड का आ रहा है। कमेन्ट गरिदिनुहोस् होला। हेरेको हेरेको यही गानामा तपाईँले चाहिँ उसमा गरेको छ है? कता हो त्यो जग्गा? ल ल हेलो नमस्ते गुड मर्निङ सबैजनालाई। फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा है। र म अहिले चाहिँ यो हिजो र आज मेरो गाडीको बुकिङ थिएन है। त म आफ्नो गाडी अब हिजो अस्ति धेरै अपलोडिङहरू गरियो है, चटकपुरहरू गयो यताउता। त मैले यसलाई ध्यान दिनु पनि सकेको थिइनँ, मेन्टेनेन्स गर्नु पनि सकेको थिइनँ। त यहाँनिर चाहिँ म अब आउँदैछु बिहान लेबुङदेखि सिलगढी होइन। त अप डाउन गर्दै जति 1 घन्टा 2 घन्टा पाउँछु। त मैले यसरी आफ्नो यो गाडीलाई समय दिइरहेको छु है। अन्त धेरै यसको बुसहरू खायो जस्तो लाग्दैछ मलाई, त्यो आवाजहरू आउँदैछ। त त्यो बिस्तारै बिस्तारै मैले सल्भ गर्दैछु है। र म बिहान लेबुङबाट 7:15मा हिँड्छु। हजुरहरूलाई पनि इन्फर्मेसन दिएको है। कसको फोन आयो त्यहाँदेखि है, सरी है मेरो फोन आएछ। अन्त यो बनाउँदैछ यहाँनिर। त म यसको हल्का फुल्का काम गरेर है फेरि म दार्जिलिङको लागि निक्लिन्छु। फौजीहरूले पनि भन्नु हुँदै थियो गाडी, त उहाँहरूको चाहिँ अब 1 बजीको फ्लाइट छ अरे है। त चल्दैछ बुकिङ। अब फेरि 9 तारिकदेखिको छ है। र हजुरहरूलाई पनि मैले बताइदिइरहेको छु। आज चाहिँ मैले यो लोकल ब्लग गरिरहेको छु किनकि आज मेरो टुरिस्टहरू छैन। त नेपालीमा तपाईँहरूलाई कभर गरेर बताइरहेको छु। हिन्दीमा चाहिँ जो कि अब किनभने चाहिँ अब टुरिस्टहरूलाई होइन, टुरिस्टहरूले पनि बुझोस् भनेर। त टुरिस्टहरूले पनि फिडब्याकहरू राम्रो दिइरहेछ। अन्त धेरै दिन भयो र हजुरहरूसित नभेटेको है। त आज मैले यो लोकल ब्लग बनाइरहेको छु है। जय हरि जय गोरख हो। मेरो गुरुजी पनि आउनुहुँदैछ, मेरो पल्टनको पहिलाको है। उहाँ पनि अहिले म जस्तो गाडी चलाएर चालक भएर हिँडिरहेको छ। त हजुरहरूलाई पनि अब स्वागत छ, फौजीहरूलाई पनि स्वागत छ है। छुट्टी आउँदा जाँदाखेरि भन्नुहोस् होला गाडीहरू है। त हामी टाइममै तपाईँहरूलाई कभर गरिदिन्छौँ। र टुरिस्टहरूले धेरै फोन मेसेजहरू गरिरहेको छ, फोनहरू गरिरहेको छ। धन्यवाद छ है हजुरहरूले सपोर्ट गरिदिएकोमा। अझै सपोर्ट गरिदिनुहोस् होला। 300 सब्सक्राइब पार हुनु थालिसक्यो र फिडब्याकहरू पनि धेरै पाउँदैछु है। अहिले चाहिँ म छु यो यहाँ माथि दार्जिलिङ स्ट्यान्ड छ काउन्टर। यहाँनिर आनन्द लोक हस्पिटल छ, जसकै चोकको मुनि छु है। म चाहिँ बसेर ब्लग गरिरहेको छु भनेर चाहिँ हजुरहरू नरिसिनुहोस् होला। म पुरा दुख्यो, घुँडा पुरा दुखिरहेको छ कि हिजो ठोकेँ नि त। र आज चाहिँ मैले यो गर्दैछु। अब एकछिन म भातसात खाएर आउँछु। बुढोले गाडीहरू बनाउँदै गर्छ, फेरि म निक्लिन्छु है। र मेरो स्ट्यान्ड चाहिँ यहाँ माथि छ। त म हजुरहरूलाई त्यो स्ट्यान्डमा पनि लगेर मेरो साथीहरूलाई भेटाउने छु। जय हरि जय गोरख मेरो सर। नमस्ते समस्ते त भनिदिनुहोस् मेरो ब्लगमा। नमस्ते। चल्दैछ हौ, रिकर्ड हुँदैछ है। भनिदिनु न अब मेरो पुरानो गुरुबा हो। रिपोर्ट हुँदैछ यो। मेरो पुरानो गुरुबा हो। गाडी कहाँ राख्नुभएको छ? उहाँको गाडी चाहिँ सिलगढी टु कर्स्याङ है। यो है उहाँको गाडी चाहिँ यहाँ हुनुहुन्छ। उहाँको गाडी चाहिँ कर्स्याङ टु सिलगढी, सिलगढी टु कर्स्याङ है। त तपाईँहरूले कन्ट्याक्ट गर्नु सक्नुहुन्छ। त्यहाँनिर छ है। यो रातो गाडी हो, यो मेरो गाडी हो। त म अब भात खानु जान्छु। गरम पनि निकै छ यहाँनिर है। बिस्तारै बिस्तारै अब सिजन पनि चल्दैछ। ओके, म भात खाएर फेरि हजुरहरूसित भेट हुनेछु है। वहाँ देखा है। इसका क्या हुआ है भैया? इसको बोलजन किया हुआ। बोलजन इसलिए खटा खटा कर रहा है। आवाज तो उधर साइड का आ रहा है। सब हट जाएगा। उधर का आवाज क्यों आ रहा है? तो इधर का आवाज बेसी है।
उधर का ठीक है, आपको सामने में है। उधर का भी चेक करना पड़ेगा भैया यार, टूरिस्ट लोग को दिक्कत ना हो, इसलिए मैं बोल रहा हूँ। ठीक है, अभी फिर गाड़ी कंटिन्यूस बुकिंग है ना, तो उधर का भी चेंज तो नहीं करना पड़ेगा? उधर का नहीं करना पड़ेगा। अच्छा, करना पड़ेगा, हम तो अभी तक कर ही रहे हैं ना। हाँ हाँ। इधर का निकलेगा उधर का कर देगा। तो उधर का जो नीचे जो टायर रॉड था वो क्यों ठैक ठैक कर रहा है? वो डेकलिन खोल का बना दे रहा है ना। बना रहे ना? हाँ, बना वो भी बन गया ना? वो सब बना देगा, गोली वोली सब लगा। ओके, मैं खाना खा के आता हूँ। जब तक इसका खोल के रेडी करता है, माल देख लीजिए। हाँ, सेकेंड हैंड मत डालिए, नया माल डाल देते। हाँ नया डालना है। मेरा में माल शॉर्ट हो गया, माल कमती है। अच्छा देखिए, एक पीस माल पड़ा हुआ है, अच्छा, यही लगेगा। दोनों एक साथ डालने से ठीक था यार। दो ठो एक साइड क्या है? नीचे के तब खोल रहा है। हाँ। नीचे के ठीक है। हाँ हाँ, नहीं, दो ठो डालेगा तब दुकान भेज देगा, दुकान से माल ला दीजिए, हम फोन कर देगा, आ जाएगा माल। माल इधर साइड का भी कर दीजिए ना। एक साइड करने से क्या होता है कि मतलब अप डाउन रहता है ना, है ना? ठीक है, अप डाउन नहीं पड़ता, आपको हल्ला हटने से मतलब है स्ट्रिंग फ्री है। हाँ 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 हाँ, एक पीस ही लगाइए। अच्छा ठीक है। डेकलिन खोल कर को हम रिपेयरिंग कर देते हैं, अच्छा। सब हो जाएगा। ठीक। स्प्रिंग खोल कर ठीक है, मार के सीधा कर देगा, टाइट कर देगा, हल्ला हट गया। तो मैं खाना खाने जाऊँ? हाँ, खाना खाने जब खोल देता हूँ। ओके। यो छ हाम्रो आनन्दलोक हस्पिटल। यहाँ हाम्रो डेली खाना खाने जग्गा हो। दिदीहरू नमस्ते नमस्ते भनिदिनु न। स्याट छ त आज, किन कोही छैन? कोही बेला यस्तै हुन्छ। कोही बेला यस्तै हुन्छ है, कोही बेला हुन्छ, होइन राम्रो यस्तो अरू खाना कोही बेला यसले पुग्दैन है। हिजो फाल्टु र मङ्गलबार फाल्टु आउँदैन कि आज खाना गयो भाइ के बस्नु यो जग्गा चाहिँ हामीले खाना खाने जग्गा हो। दिदीहरूले धेरै राम्रो मिठो खाना बनाउनु छ है। तपाईँहरू पनि यहाँनिर आउनु सक्नुहुन्छ। यो आनन्दलोक हस्पिटलको जस्ट यहाँनिर छ, टायर दोकान यहाँनिर छ, चिन्नु सक्नुहुन्छ है। त मैले अस्तिदेखि यो लोकल ब्लकमा कभर गरौँ भनिरहेको थिएँ। हाम्रो नानाहरू हामीलाई खाना खिलाउँछ यहाँनिर मिठो मिठो, त म पनि अब खाना खाएर फेरि निक्लिन्छु है। मैले भातहरू खाएर पनि आएँ है साथीहरू। उताको भयो यो कृष्णनगर गएको अरे, अँ, यसलाई के भन्छ अरे? धनु भन्छ अरे। धनुष, धनु, भ्यालक्रिन, भ्यालक्रिन नहीं बोलता, डेकलिन गोली। डेकलिन हम लोग तो टायर रॉड बोलते हैं। तो अर्को लगाउनुपर्छ यो, है? उतापट्टि भयो टायर? यताको भयो, उताको भयो, दुईटा भयो। यताको चाहिँ के गर्यो? यताको होइन, पछाडिको के थियो? जे गर्नु थियो म गरिदिएँ, हल्ला हट्यो। कसम से तो इसका ये गया था बोल जॉइंट, ये अभी नया चेंज कर दिया बोल रहा है। यो पनि गएको रहेछ है, बोल जॉइंट यसलाई चेन्ज गरिदियो अरे, नयाँ हालिदियो अरे है। त यो साइडको गएको रहेछ, राइट साइडको। अन्त यो पछाडि आवाज आउन चाहिँ यसको, तो यो पनि अब बनाइदियो अरे। त्यो टायर रडको गएको रहेछ, त्यो टायर रड बनाएपछि चाहिँ अब हामी जान्छौँ फेरि। गाडी ल्याएर हेरिहाल। यो पक्रा त्यसै देखाउ त। सकरको उताको पछाडि गयो, त्यो सकर खेल्छ त्यस्तै। सकर तेल, त्यसमा तेल हुन्छ त, तेल चेक गर्छ, स्प्रिङको हल्ला हटाइदिनु। अच्छा अच्छा, मैले हल्लाएर पनि चेक गरेँ बुढोले, ठिक छ भने अब यसको चाहिँ के हो? आँखाको छेउमा हेर्दै गर न, म के गर्छु। च्यानलमा तिमी पनि आउँछौ राम्रो काम गर्नु, र भैयाले एकदम राम्रो काम गर्छ है। त तपाईँहरूको गाडी पनि बनाएर यहाँनिर बनाउनु ल्याउनु सक्नुहुनेछ। अच्छा, यो चेन्ज गर्नुपर्छ, नयाँ लगाउनुपर्छ। किन दुःख, म त यहाँ अलरेडी राख्छु। यसको आवाज पनि आइरहेको थियो, ढक्कर ढक्कर गर्दै थियो नि। यो ओभर साइज हाल्छु म।
भैयाको नाम के अरे? मदन। मदन। तपाईँले कन्ट्याक्ट गर्नु सक्नुहुनेछ। यहाँनिर हाम्रो यही आनन्द लोक हस्पिटल, आनन्द लोक हस्पिटलको छेउमा छ। मेरो नम्बर त्यहाँ छ। यो यतापट्टि दाइलोको नम्बर छ मेरो। बोलायो भने पनि आउँछ नि होइन? रहेछ 8653818861। अर्को कति हो बुझिन त अन्त? ए 13 रहेछ। त तपाईँहरूले यो नम्बरमा कन्ट्याक्ट गरेर बाटोतिर तपाईँहरूको गाडी अभरमा पऱ्यो भने बोलाउनु सक्नुहुनेछ है। तपाईँ जानुहुन्छ नि? मदन दाई जानु सक्नुहुनेछ। मदन दाई आइहाल्छ तपाईँहरूको गाडी बनाउनु लागि। त अब म खानासाना पनि खाएँ है। अब गाडी पनि लास्ट यिनी अब उयो बनाइदिइसकिसक्यो मदन दाले। त म अब तपाईँहरूलाई फेरि आफ्नो स्ट्यान्डमा लान्छु है। नहीं ऐसे दिखा रहा ऐसे दिखा रहा हूँ मैं। हाँ 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 क्या है? वीडियो कैमरा ये 37,000। 9 है ये GoPro 9। त तपाईँहरूलाई अब मैले हाम्रो सिन्डिकेटको बारेमा, मेरो गाडी यहाँ लागिरहेको छ, यहाँ रहेको छ है। त यहाँ हाम्रो गुरुजीहरूको गाडी पनि लोड भइसकिसकेको छ। 40-49 यो लोडिङ हुँदैछ हाम्रो गाडी। यो गुरुबाहरू गोपाल सर अस्ति फेसबुकमा नाच्दै थियो दबाएर। त अब हाम्रो लोडिङ हुँदैछ यहाँनिर। ऋतुराजको गाडी के भयो यहाँनिर? हाम्रो ऋतुराज सर हो यहाँ त। फेरि के भयो सर? बनाएको गाडी अलिकति है। त हाम्रो सर हो होइन। अब मेरो एउटा फौजी मान्छे आउँदैछ कि, त्यसको बादमा चाहिँ म निक्लिन्छु। सर तपाईँलाई कस्तो लागिरहेको छ आज सिलगढीमा? अब सिलगढीमा ठन्डै छ। यो हेरेर चाहिँ ठन्डै छ है। त अब हामी यता जानु पर्यो। यो हाम्रो पुरै अब यो तपाईँहरूलाई बनाइदिउँ। यो मानन्द हस्पिटलको छेउमा छ। आनन्द लोक हस्पिटलको छेउमा यो हाम्रो यी सुगम सरको। तपाईँले लु फेसबुक पेज छ सरको पनि है? हेलो, मेरो फेसबुक पेज तपाईँको नाम के छ? तामाङ गौजन हो। सुमन तामाङ गौजन। उहाँको फेसबुक पेजलाई चाहिँ पुरा लाइक गरिदिनु होला, कमेन्ट गरिदिनुहोस् होला। हेरेको है। यही गानामा तपाईँले चाहिँ उसमा गरेको छ है? कता हो त्यो जग्गा? तपाईँको यो एउटा तपाईँले गाडीमा गरेको छु, एउटा ढलेमा चाहिँ त्यो टिकाडामा टक्कै टिकाडामा गरेको छु। ल तपाईँहरूले चाहिँ गएर अब सुगम तामाङ बन्जनको अब फेसबुक ल यो साथीलाई एकदम पेजमा। मेरो साथी यता। ल थ्याङ्क यू है। अब तपाईँको भएको हिँडेको? हजुर अब हिँडेको। ए अब यता फेरि अब हाम्रो सरहरू शम्भुलाई नटराज ट्राइबल्सको मालिक हो। मालिक तो ऊपर वाला यता हुँदैछ बाजे। धरती पर कोई किसी का मालिक नहीं है, हो सबसे मालिक ऊपर वाला है। हाँ जी, हाँ जी। कोई किसी त का हाम्रो यहाँ ट्राइबल्स पनि छ है। यहाँनिर हाम्रो ट्राइबल छ नटराज। यहाँ हेरिराख्नुभएको छ तपाईँले नटराज ट्राइबल है। तपाईँहरूले गाडी बुकिङ गरेर जानु सक्नुहुनेछ गान्तोक, सिक्किम, अन्त यो माथि दार्जिलिङ है। तपाईँहरूलाई होटेलहरू प्रोभाइड गरिदिने छ यहाँनिर ज्यादाभन्दा ज्यादा है। राम्रो रिजनेबल प्राइसमा बुकिङहरू हुन्छ यहाँनिर हाम्रो नटराज ट्राइबलमा है। अब हाम्रो गाडी पनि जानु सक्छ नि होइन? अब किन जानु सक्दैन, हामी कहाँ जानु सक्छौँ? यहाँ तपाईँले हेरिहाल्नु होला हाम्रो बोर्ड छ सिलगढी टु दार्जिलिङ लेबु। अब समूह यहाँ चाहिँ हाम्रो यताउति मान्छेहरूले यताउति हामीले चाहिँ हाम्रो छुट्याउँछ गाडी हो। शम्भु सर हो। अब अहिले अब फेरि हामी मामा भएकोमा जाउँ। मामा भएकोमा जाउँ। अब हामी फेरि यहाँनिर सिधा मामा हाम्रो उहाँ मामा हुनुहुन्छ। मामा हाई भनिदिनु न। गयो क्या मामा हाई भनिदियो है।
हाम्रो मामा हो हाम्रो मामा हुनुहुन्छ मामालाई चाहिँ हामीले लमीमा लेख्छौँ अहिले मामा लमीमा लेख्छौँ अब यता हुन्छ गोपाल दाजु अब हाम्रो फौजी सामान देखाइदिनु गोपाल सरको टर्न खुसी छ अरे आज शीतल छ अरे सिलगढीमा सिलगढीमा शीतल छ हापेन आज हाम्रो यो त अन्त नर्थ फेसको कस्तो डरलाग्दो छ नर्मल डोरी हो सिलगढीको बेहुला यहाँ अलिकति देखाइदिन्छु तपाईँहरूलाई सिलगढीको बेहुला आज सिलगढी बेहुला त मामा लमी मामा मामा त फेरि खै मामै हो नि त कता कता हो त हाम्रो यो स्ट्यान्डमा आएर हजुरहरू दार्जिलिङको तरफ जानु सक्नुहुनेछ र हामी लेबुङ टु सिलगढी हिँड्छौँ है त कन्ट्याक्ट गरेर या बिहान तपाईँको टाइम कति बजी हो 6 बजी उहाँ हिँड्नुहुन्छ तपाईँको टाइम कति 5:30 लेबुङबाट 5:30 हिँड्छ आम्बो र मेरो त अब तपाईँहरूलाई थाहा नै छ है म त रिजनेबल प्राइसमा हिँड्छु अब बुढोलाई देखाइदिएँ मैले र यहाँ अब यस्तो छ है गरम अब निकै चढिरहेको छ तपाईँहरूलाई मैले मेरो हामी बस्ने यो स्ट्यान्डको बारेमा पनि है कम्ती बताइदिन्छ सरले पनि फेसबुक पेज छ है सरको पनि सरको फेसबुक पेजको नाम बताइदिनु त तपाईँको फेसबुक पेजको नाम के छ ड्रोन राई कस्तो ड्रोन राई ड्रोन आम्बो ड्रोन राई त ड्रोन राईमा गएर फेसबुक फलो गरिदिनुहोस् होला सर तपाईँ त आज साह्रै दुःखी हुनुहुन्छ नि तपाईँको चाहिँ फेसबुक पेज छैन है उहाँ एकदम सुधो हुनुहुन्छ त बिहान तपाईँको गाडी कति बजी हिँड्छ हजुर बजारबाट उहाँको गाडी चाहिँ यो रिटुरेस ल्याएको छ कि यो गाडी चाहिँ तपाईँको त्यो के पो भन्छ त्यो डाली है डाली स्ट्यान्डबाट हिँड्नुहुन्छ उहाँ चाहिँ बिहान कति बजी 8 बजी 7:30 8 बजी जान्छ अरे है त तपाईँहरूले उहाँलाई कन्ट्याक्ट गरेर उहाँको गाडीमा आउनु सक्नुहुनेछ एकदम राम्रो छ यहाँनिर है पुरा बातहरू भइरहेको छ त त्यति भन्दै अब म अगाडिको अब भ्यू हजुरहरूलाई कभर गरेर देखाउने छु आज हाम्रो स्ट्यान्डको बारेमा तपाईँहरूलाई बताइदिएँ है ल बाई गरिदिनुहोस् त दादा गाडी मेन्टेनेन्स गर्दैछ हेर्नुहोस् हाम्रो गुरुहरू कस्तो तपाईँहरूको सुरक्षा र तपाईँहरूको यातायात सफल होस् भनेर चाहिँ उहाँहरू लागिरहेको हुन्छ यस्तो गरम होइन हो कि भन्नु त यस्तो सिलगढीको तप घाममा पसिना हेर्नुहोस् दुःख कस्तो गरिरहेको छ है त तपाईँहरूले फलो गरिदिनुहोस् होला प्लिज है त यहाँको अहिले मौसम त्यस्तै छ है
माथि हेर्नु न चौरस्ता कस्तो दामी टल्केको छ माथिबाट त पुरै देख्छ कि तर यो अलिकति जङ्गलले चाहिँ डिस्टर्ब गर्दो रहेछ है यहाँ माथि टाइगर हिल अस्ति मैले बताइदिइहालेको छु उपर तक्दा भयो है साथीहरू म ठिकठाकले आफ्नो यो के अरे जग्गामा आइपुगेँ है पुरा यात्रीहरूलाई आफ्नो आफ्नो जग्गामा छोडिदिएँ र हजुरहरू पनि कति बाटोमा आउनुहुँदैछ होला है कति हिँडेको छैन होला तलबाट त हजुरहरूलाई कसैले पर्खिरहेको छ घरमा त राम्ररी सबै ड्राइभर भाइहरूलाई ठुलो गाडी होस् या सानो गाडी होस् या बस होस् होइन या स्कुटी बाइक कुनै पनि अब सबै चलाएर हजुर अब वापस आफ्नो घरमा जानुहुँदैछ भने ठिकठाकले जानुहोस् बाँचेको सेफ जर्नी गरेर जानुहोस् सानोबटेको मेरो ब्लग यही नै अब समाप्त गर्न चाहन्छु है भन्दै गुड नाइट जय हिन्द सबैलाई नमस्ते है मिस यु सब्सक्राइब गर्नु चाहिँ नभुलिदिनुहोस् होला टेक केयर ल